हेलो गाइस, आज मेरो नयाँ फोन बर्थडे गिफ्ट मेरो अनबक्सिङ गर्दैछु। यति राम्रो फोन, मान्छे जस्तै फोन पनि एकदम क्युट राम्रो। ल त्यो भइसक्यो होला लगभग Redmi Note 15 Pro। यति राम्रो फोन, एक्साइटेड। मोडल कस्तो हुने हो? टाइटेनियम कलरमा, रोजेकै कलर होइन, रोजेकै कलर। त्यसमा चाहिँ कभर होला, त्यस्तो सेटको कभर अनि यसरी वारेन्टी कार्ड छ एउटा अनि कभर छ कम्पनीले, कभर कम्पनीबाट पिन पनि होला चार्जर पहिला पनि रेडमी नै चलाइरहनु भएको मान्छे पहिला पनि रेडमी नै चलाएको, अहिले पनि रेडमी। ल राम्रो लाग्यो एकदमै ल साह्रै राम्रो आयो। पहिला चाहिँ ब्ल्याकमा लिएको थिएँ, योचोटि चाहिँ अब कभर पनि राम्रो देखियो सुहाउँदा होइन। कलरमा चाहिएको। ल थ्याङ्क यू सो मच, हामीलाई उहाँबाट विश्वास गरेर आउनुभयो। यो चाहिँ यसको अनि चार्जर हाम्रो चार्जर पनि छ। पहिलाकोमा 65 को थियो कि 60 को थियो। नोट 12 चलाउनु भएको थियो उहाँले पहिला। अनि यता क्युट हाम्रो प्यारी बहिनी, हाम्रो पुरानो कस्टमर पनि आउनुहुन्छ है। कति वर्ष भयो है हामीसँग चिन्जान भएको त सधैँजना। अनि अझै बढी पनि भयो होला होइन त, 2 वर्षभन्दा पनि बढी। कभर ग्लास केही चाहिए पनि अन्त लिन मन, अन्त कहीँ लिन मन लाग्दैन होइन। धन्यवाद, थ्याङ्क यू बोल्नुलाई पनि, सिस्टरलाई पनि थ्याङ्क यू। चण्डीगढ टुरिस्टलाई भिजिट गर्दै गर्नु होला, यति राम्रो राम्रो फोन लिनको लागि हजुर पनि आउनु होला है। सबैजनालाई है रेडमीको नोट 5 लिँदाखेरि यति राम्रो इयरबड्स चाहिँ 999 मात्रै पे गर्दाखेरि हजुरले अफरमै पाइहाल्नुहुन्छ। अफर लिन छुट्नु होला, छिटछिटै गरेर चण्डीगढ टुरिस्टलाई भिजिट गरिहाल्नु होला। मोबाइल पनि एकदमै राम्रो छ, ब्याट्री ब्याकअप पनि राम्रो भएको, 200 मेगापिक्सल भएको है त।